के तपाईलाई बारम्बार पिसाब लाग्छ, कि धेरै तिर्खा लाग्छ, वा अचानक तौल घटेको छ? सावधान, यस्तो हो भने तपाईलाई डायबिटिजको संकेत हुन सक्छ। नमस्ते, मेरो नाम महेश ओली, महेश हेल्थ क्लिनिक एन्ड प्याथोलोजी, छिन्चु बजार। भिडियोलाई अगाडि बढाउनु भन्दा पहिला हजुरहरूले भिडियोलाई फलो र लाइक शेयर गरिदिनु होला। तपाईहरुले गरेको लाइक शेयरले नै हामीलाई अरु भिडियो गराउन पनि मोटिभेसन मिल्छ। अब भिडियोलाई अगाडि बढाउँ। डायबिटिज अथवा मधुमेह भनेको के हो त? डायबिटिज अथवा मधुमेह भनेको हाम्रो शरीरले खाएको खानाबाट चिनी अथवा ग्लुकोजलाई ऊर्जाको रूपमा परिवर्तन गर्नको लागि एउटा हर्मोनको आवश्यक पर्छ। त्यो हर्मोनको नाम हो इन्सुलिन। यदि हाम्रो शरीरमा इन्सुलिन कम उत्पादन भयो वा उत्पादन भएर पनि राम्रोसँग काम गर्न सकेन भने रगतमा चिनीको मात्रा बढ्छ वा थुप्रिन्छ। त्यही अवस्थालाई रगतमा चिनीको मात्रा बढ्नु वा थुप्रिनुलाई नै डायबिटिज अथवा मधुमेह भनिन्छ। यदि हामीलाई डायबिटिज अथवा मधुमेह भयो भने कस्तो कस्तो लक्षणहरू देखा पर्छन् त? नम्बर 1, बारम्बार भोक लाग्ने, धेरै तिर्खा लाग्ने, आँखा धमिलो देख्ने, शरीरमा लागेको घाउ चोटपटक निको हुन धेरै टाइम लाग्ने, तौल घट्दै जाने, छिटो छिटो पिसाब लाग्ने। यदि माथि भनेका मध्ये 2 देखि 3 वटा मात्र लक्षण पनि हजुरसँग मिल्न गएमा हजुरले आजै ब्लड सुगर चेक गर्नु होला। मधुमेह वा डायबिटिज चुपचाप लाग्ने रोग हो। यदि समयमै थाहा पाए नियन्त्रण गर्न सकिन्छ।